हाम्रो प्री वेडिङ सुट हैन त Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. So guys, हामी चाहिँ यहाँको फेमस डिश ट्राई गर्दैछौँ सेन्ट सेबास्टियन चीज केक खतरा छैन त भ्यू गुड मर्निङ सबैजनालाई वेलकम टु अस्पिन कपल ब्लग्स आज चाहिँ नयाँ दिन नयाँ ब्लग है आज हामी फेरि बिहान उठेर रेडी भएको छौँ हिजोको जस्तै आज अनि सेम लोकेसन सेम फोटोसुट सेसन छ हाम्रो हिजो क्यान्सल भएको थियो आज चाहिँ पुरा गर्नै पर्छ है ओह अहिले बिहानको 4:30 हुँदा लागिरहेछ हामी चाहिँ आज चाहिँ आफै जानुपर्ने छ उठेर रेडी भइसक्यौँ ऊ पनि रेडी भइसक्यो चाहिँ मभन्दा अगाडि छिटै उठेर रेडी भएको म चाहिँ भर्खर उठेर छिटो छिटो रेडी भइहालेँ सो त्यही हो अब हामी बाहिर ट्याक्सीमा जाने होला अब बाहिर जान्छौँ अनि लोकेसनतिर लाग्छौँ है त के छ केटा हो हामी चाहिँ अँध्यारोमै बिहान हिँडेका छौँ फोटोसुट गर्नलाई गाह्रो छ हजुर गाह्रो छ राम्रो फोटो निकाल्न गाह्रो छ यो चाहिँ क्लाउडी वेदर भएर फोटोसुटै गरिदिएन किनभने अब फोटोग्राफरलाई त पर्फेक्ट त्यो इन्भाइरोमेन्ट चाहियो नि त फोटो राम्रो निस्केन सो ठिकै हो उसले भन्नु न त उसले त जुगाडमा जसो तसो जुगाड आइसक्यो उसले त फोटो खिचेर पठाइदिइहाल्थ्यो नि उसलाई पनि बिहानै उठेर आउनुपर्छ गाह्रो छ उसलाई पनि पैसा कमाउन गाह्रो छ अघि चाहिँ पुरा पुलिस चेकिङ भइरहेको रहेछ म चाहिँ अनि भन्न त के भन्दैन थियो होला तर डर छेरुवामा डराएर झ्यापझ्याप क्यामेरा बन्द गरिदिएँ गर्न त अब के गर्दैन थियो अहिलेसम्म कसैले के गरेको छैन यहाँ पुलिसले म चाहिँ कस्तो के डराएर झ्यापझ्याप बन्द गरिदिइहालेँ कि कस्तो साह्रो डर लाग्यो अब वा टनल आयो टनल 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 आयो हस् हस् यहाँनिर बाइक कुदाउन पाए चाहिँ बेनेली हाम्रो हान्नुहुन्थ्यो सही मजा आउँथ्यो यार बेनेलीको याद आयो बेनेलीको याद आयो तिमीलाई आएन ओ हामी कुनै फ्यान्सी स्टोर अगाडि आइपुगेका छौँ है तर हामी भित्र छिर्दैनौँ ओ अर्को त्यहाँ लुगा हेर्न पुगिसक्यो टक्क लुगामा बत्ती बाला देखेपछि ऊ त्यो के अरे किरा बत्तीमा झुम्बिन्छ नि पुगिसक्यो भिडियो खिच्न थाल्छ कि लुगा पनि कम छैन नि त आम्मामा पसल त बन्दै छ जस्तो छ बट लाइट साइट हालेर चाहिँ ओ मान्छे तान्नलाई दामी छ ल जाऊँ आज हामी हाम्रो फोटोग्राफर भन्दा पनि छिटो आइपुग्यौँ होला लोकेसनमा किनभने उसले हाम्रो मेसेज अझै रिप्लाई गरेको छैन सो जस्ट क्यान्सल चाहिँ नहोस् आज पनि अरे हिजो पनि बिहानै उठेको यार आज पनि बिहानै उठेको ओफ बाइ द वे गाइज हाम्रो चाहिँ यो भ्लग चाहिँ लामो हुन्छ होला किनभने यहाँ दिन लामो छ क्या बिहान अब 5 बजेतिर उज्यालो सुरु हुन्छ रातिको 9 बजे उज्यालो सकिन्छ दिनै लामो छ अब त्यत्रो दिनभरिमा के गरिन्छ कहाँ गइन्छ सब के खिच्न मन लाग्छ देखाउन मन लाग्छ मलाई होइन सकेसम्म सब खिचिदिन्छु म मिल्ने ठाउँतिर त्यही भएर चाहिँ हाम्रो भ्लग लामो हुन्छ अब यहाँ बिरालो देख्यो देखाइदिनु मन लाग्यो अनि ओ ल हामी चाहिँ यही बेलुकाकै फोटोसुट हानिदिनुपर्छ है क्या कफी त्यहाँ हाम्रो होटलमै थोरै खाएर आएको यहाँ नि क्याफे खुल्ला रहेछ कफी खाइदिनुपर्छ है क्या यहाँनिर जुम गरेर देखाउँछ है म थोरै यही हो क्या गाइज ब्याकग्राउन्ड चाहिँ यो मस्जिद औरताकै अनि यो चाहिँ समथिङ ब्रिज हो ओके हामी चाहिँ यहाँनिर भ्यूको मजा लिइरहेको हामी हाम्रो फोटोग्राफरको वेट गर्दैछौँ उसले चाहिँ जुगाडमा फोटो पुरै खिच्दैछ कसरी खिच्ने भनेर आइडिया लाउँदैछ र यो चाहिँ रहेको छ भ्यू दामी छ उज्यालो भयो आज आकाश क्लियर छ है आज चाहिँ फोटो खिचिन्छ फोटोसुट हुन्छ आज भिडियो पनि हुन्छ छैन है फोटोसुट मात्र हो आज उज्यालो भयो घाम पनि उदायो बादल पनि छैन फोटोग्राफर पनि छैन तर
यो गाडी हाम्रै फोटोसुटको लागि हो यो चाहिँ क्लासिक कार यो गाडी ल्याउनलाई मात्रै 100 युरो छुट्टै 100 युरो नि फेरि है दामी छ क्लासिक कार हो सेतो नाम क्लासिक कार भने त यसको ब्याकग्राउन्ड दामी आउँछ हाम्रो फोटोग्राफर पनि आउँदै होला आज अलिक ढिलो गर्यो तर हिजो लेट नाइट हाने होला नि त सोल्टीले सो अब कुर्दैछौँ धैर्यताको फल मिठो होला नि यहाँ सफा गर्दैछ मान्छे ल उसको फोनले यहाँ टाइम ल्याप्स गरिरहेको थियो त्यो चाहिँ निकालिदिनु पर्यो भयो ल हो कत्रो ठुलो छ आम्मै कत्रो ठुलो छ क्यामेरामा मजाले देखेको छैन तर वाइल्ड ठुलो छ यार अघि मलाई यो ठुलो लागेको थियो यो ठुलो लागेको थियो त्यो त झनै ठुलो रहेछ ओके फाइनली हाम्रो चाहिँ फोटोग्राफर आइसक्नु भएको छ यहाँ यता छ वेटिङमा अब यहाँ गाडीको पोजिसन मिलाउँछ अनि त्यसपछि चेन्ज गर्न जान्छ अनि त्यसपछि फोटो सेसन हुन्छ मेरो चाहिँ यही हो ड्रेस अब चाहिँ हामी चेन्ज गर्न जाँदैछौँ उसको ब्लू ड्रेस छ त्यही ब्लू ड्रेससँग म्याच गर्नलाई चाहिँ मैले यो ब्लू लगाएर आएको आमा वाह वाह मसँग भएको सुटै यही एउटा हो यही हो मसँग भएको सुट यही हो त्यही भएर यही अनुसारले हामी जुगाड गरेर कलर म्याच गरेर आएको हो असलियत चाहिँ ए सरी ल राइट सानो घर रहेछ है पिङ्क कलरको पिङ्क कलर भएपछि मन परिहाल्यो नि तिमीलाई भएको उसको ल अब हाम्रो चेन्ज गर्ने पालो कोही छैन नि भित्र है ए यहीँ यहाँनिर खोप्चामा रहेछ चेन्ज गर्ने ठाउँ चाहिँ ल म अब उसलाई चेन्ज गर्न हेल्प गर्छु केटी हेल्पर नभएर तनाव छ आफैले ड्रेस लाउनु पर्ने म युट्युब हेरेर भिडियो हेरेर ट्रेनिङ लिएर आउँथेँ नि गाइस बल्ल 15-20 मिनट आएर उसको त्यो लुगा लगायो केटी हेल्पर छैन रहेछ मैले आफ्नो कला निन्जा टेक्निक लाउनु पर्यो मेरै जाउँ अब वाह 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 ल उसको भिडियो बनाउँदै अब हामी जान्छौँ ओके अब हाम्रो फोटोसुट गर्ने बेला भयो अब चाहिँ फोटोसुट त आज त मेरो पनि हो गाली खाइन्छ आज हिजो तिमीले गाली खाथ्यौ आज दुवैजनाले गाली खान्छ मिलेर ठिक छ मिलेर खाँदा अलिकति कम हुन्छ नि ल अब फोटोसुट पछि भेटौँला है त उसको भिडियो सुट हुँदैछ अहिले त्यहाँबाट खिच्छ यहाँबाट लुगा मिलाइदिइरहेको छ अब गाली खाने भयो फेरि यहाँबाट चाहिँ टक्क पोज हानेर भिडियो खिच्ने ल हेरौँ कस्तो हुन्छ कति गाली खान्छ हेरौँ है बा के हो एक सर्टमै सकाइदिएको आज both hands down, and then these hands up, look at your feet, okay? हिजो गाली खाएको उसलाई सदमा लागेको छ त्यहाँबाट भन्दैछ ओ ल अब कति गाली खाने हो उसले आज सिकाएर छ उसलाई पुरै फेरि यार फेरि वाह आज गाली खाएन त आज पर्फेक्ट मात्र छ त के हो उसले चाहिँ लुगा मिलाइदिइरहेको छ कपडा सनराइज
भइरहेको छ त्यहाँ यहाँ मजाले देखेन बट यसैको लागि हामी कुरिरहेको रहेछौँ ल सही टाइमिङ फोटोग्राफर यो खतरा ल गाइज हामी चाहिँ एकछिन अब ब्रेक लिइरहेको किनभने यहाँ क्लिनिङ सेसन चल्दैछ मजाले पानीको फोरा हानेर सफा गरिदिँदो रहेछ यहाँ अब एकछिन ब्रेक लिइरहेको हामी सबैजना यहाँ खतरा फोटो आएको छ है खतरा फोटो है अब हाम्रो इन्स्टाग्राम फेसबुकमा आउँदैछ हाम्रो प्री वेडिङ सुट होइन त ल अब हाम्रो चाहिँ गाडीवाला फोटोसुट हुन लागिरहेछ वाह 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 अब हाम्रो अर्को सेसन सुरु पार्ट 2 सुरु हाम्रो अब इन्टरभल पछि हामी भेट हुँदैछौँ खै यता हेर्देऊ त वाह दामी फोटो आइरहेको छ है हाम्रो दामी 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 झिलिमिली झक्कास फोटो आइरहेको छ हाम्रो अब मेरो सोलोको पालो मेरो सक्यो ल जानु गए म हस् यहाँ छ मेरो ड्रेस घुमेर जानु घुमेर हाम्रो गाडीमा यसले मौकाको फाइदा उठाउँदैछ अब गाली खाने पालो बेबीको बाबा खतरा आइरहेछ खतरा अब हामी सक्यो हाम्रो फोटोसुट चेन्ज गर्न लागेको चेन्ज गरेपछि भेटौँ है त अब पैसा दिने बेला होइन फोनमा बेबी यता हेर्नु त अब पैसा दिने बेला भयो हालत खराब हुनेवाला छ किनभने एकदमै धेरै छ होइन त बेबी होइन ब्यारे यत्रो दुःख गरेको छ अनि दिनु परिहाल्यो त्यही त कति छ 550 pounds total 15,000 lira and $250 USD क्यालकुलेसन हुँदैछ यहाँ थप्नु पर्दैन होला सायद ठिक हुन्छ होला 250 USD 15,000 lira अब हाम्रो लङ फोटो सेसन सक्यो अब हामी जाँदैछौँ उसले हामीलाई हाम्रो होटलतिर ड्रप गरिदिन्छ अनि त्यहाँबाट हामी होटल जान्छौँ एकछिन रेस्ट गर्ने होटलमा गएर फोटो चुज गर्ने ब्लग एडिट गर्ने यो चाहिँ उसको हातमा उसको कन्दामा छ यो जिम्मा चाहिँ अब आराम गर्नुपर्छ आज चाहिँ अब भोलि अब बिहान उठ्नु पर्दैन नि है ओके हामीलाई चाहिँ उसले हाम्रो यहाँ होटल छेउतिरसम्म ड्रप गरिदियो ताउन यसो स्क्रिनमा अनि त्यसपछि हामी अब हिँडेर जाँदैछौँ यहाँ दामी छ भ्यू एक राउन्ड हान्दै देखाइदिउँ न यताबाट पनि देखाइदिउँ भ्यू दामी छ यहाँ चाहिँ यो बसन्तपुर स्क्वायर टाइपको छ यता मान्छेहरू आएर चिल गरेर बसिरहन्छ पुलिसहरू पनि टन्नै देखिन्छ यार यहाँ यो साँच्चै हाम्रो मुनि चाहिँ यहाँ अन्डरग्राउन्डमा चाहिँ मेट्रो स्टेसन छ अनि त्यो खाजा त लाने नि के हो त्यो सेल जस्तो के हो ल अब चाहिँ हामी यहाँबाट हाम्रो ब्रेकफास्ट लिएर जाँदैछौँ ए मतलब यहीँ खाने सरी हजुर 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 अरे जे भने नि मगाऊ न मगाऊ म त खाने मात्र ल ल ल मैले गाली खाइसकेँ ओके सो मैले चुज गर्नुपर्ने भयो एउटा होइन तिमीले के अमिलो पिरो नि चुज गरौँ न होइन अन्डा रहेछ यहाँ त्यो स्यान्डविच केही हाल्नु पर्ला जस्तो छ बट सबै चिज रहेछ है चिज त नखाऊँ चिज रहेछ चिज नखाऊँ त्यही खाइदिउँ ल हजुर एक खाइदिनु पऱ्यो यो चाहिँ हाम्रो ब्रेकफास्ट है टर्किश कफी सम कुकी म्याक्रोन्स अनि बोइल्ड एग्स
यहाँ चाहिँ खाने मान्छे म पनि खाने मान्छे अनि यहाँ चाहिँ भ्यू छ दामी हाम्रो यो स्क्वायरको समथिङ स्क्वायर केही न केही स्क्वायर हो यो लुक्स यमी 400 लिरा गयो त्यो भनेको चाहिँ 40 दिरहम लुक्स यमी भन्दै नि त कप्प घममा खाने हो क्या अन्डा एकैचोटि तातो छ ल अब हामी खायौँ ल यहाँबाट भर्खर फुल लिएको 15 मिनट लाग्यो फुल चुज गर्न पनि सबै फुल मन पर्यो अरे कस्तो फुल पनि दामी दामी थियो त कलरफुल यतातिर जानुपर्ने हो हामी एकचोटि यतातिर जाऊँ न एक्सचेन्ज रहेछ त एक्सचेन्ज पैसा साट्नु जानुपर्छ क्या हो ल कस्तो फुल देखाइदेऊ न त यस्तो देखाइदिउँ न 200 लिरा भनेको 20 दिरहम ओके गाइज हामी चाहिँ अहिले दिउँसोको 3 बज्न लाग्यो हामी यहाँबाट निस्किन लाग्यो अघि नै हामी चाहिँ आयो हल्का निन्द्रा लागिरहेको थियो आएर सुत्यौँ एकछिन अनि त्यसपछि हल्का भिडियो एडिट गऱ्यौँ अब चाहिँ बाहिर निस्किन लागेको हामी फुल रेडी भएर पनि रेडी भयो अहिले चाहिँ अब खै के भनौँ हाम्रो फेरि अर्को फोटोसुट छ सो उसले कम्प्लिमेन्ट्री फोटोसुट हामीलाई दिएको अरे कपल भिडियो गरिदिन्छ भनेको छ हामी त्यही हिजोको लोकेसनमा जान्छौँ गलाता टावर अनि आज फेरि त्यतैतिर हाम्रो चाहिँ समय स्पेन्ड हुन्छ है त अब बाटोमा उतैतिर गएर भेटौँला है हामी चाहिँ पैसा साट्न लागेको बिस्तारै बिस्तारै साटौँ भनेर चाहिँ $200 साट्न लागेको अस्ति एकैचोटि साटेको एकैचोटि हरायो त्यही भएर बिठा नबोकौँ भनेर ठ्याक्क मनी एक्सचेन्जहरू टन्नै हुन्छ बाटोभरि हुन्छ जहाँ जति चाहियो ठ्याक्क निकाल्ने ल हामी चाहिँ यो गलाता टावरकै तल आइपुग्यौँ फेरि यहाँनिर चाहिँ एउटा त्यसको टावरको भ्यूको एउटा चिज केक पाउँछ क्या त्यो खानु मन छ यतै गल्लीतिर होला नि होइन उसले कता के देख्यो त्यता जाउँ है यहाँबाट चाहिँ भ्यू यही हो खतरा छ हामी त्यो चिज केकको पसल खोज्दै जान्छौँ अब तिमीले देख्यौ कतै यताबाट सिधा पर्छ मान्छेहरू पनि टन्नै छ होला यहाँबाट लाइन होला हुनसक्छ मान्छेहरू सब यतै छन् म देखाउँछु है यहाँ मान्छेहरू फोटो खिच्दै कतिजनाको फोटोमा फोटो बम हुने भयो हामी अब सो गाइज हामी चाहिँ यहाँको फेमस डिस ट्राई गर्दैछौँ सेन्ट सेबास्टियन चिज केक अनि अफकोर्स टर्किस कफी दामी छ ट्राई गरिसक्यौँ हामीले अघि भ्लग गर्नै बिर्स्यो र भ्यू चाहिँ यस्तो छ खतरा छैन त भ्यू सही छ है अनि हल्ली खल्ली छ यहाँ कस्तो छ नुनी तिमीलाई मिठ लाग्यो सही चाहिँ क्या गुलियो छ अब नेक्स्ट टाइम आएर चाहिँ यसको पिस्ताको टपिङ पनि पाउँदो रहेछ पिस्ताको टपिङ ट्राई गर्नुपर्छ ल हाम्रो टेबल क्लियर भयो हामी ठ्याक्क उठ्न लागेको थियौँ अनि यहाँको सर्भरले चाहिँ हामीलाई फ्रीमा यहाँको के अरे फ्रीमा टर्किस टी ट्राई गर्न दिने अरे ट्राई गर्नु भन्दा खानै दिने अब हामी ट्राई गर्छौँ टर्किस टी कम्प्लिमेन्ट्री इन द हाउस अरे पुलिसको बाइक गन बोकेर गइरहेछ डनहरू आमामा यहाँको पुलिसहरू चिल छ एकदम लुगा ड्रेस पनि उनीहरूको कस्तो चिल छ है ड्रेस पनि उनीहरूको चिल छ टी सर्ट प्यान्ट अनि बाइक पनि हाम्रो थ्याङ्क यू अरे बिलको बक्स रहेछ त्यो राम्रो देखेर मलाई त टेन्सन भयो त ट्राई गरेर त कस्तो छ तिम्रो इम्प्रेसन तिमी त त्यहाँ के घोल्नलाई छ होला ट्राई गर न घोल न सुगर हाल्नलाई होला यतिकै ट्राई गर ल बिस्तारै है घोललाई कस्तो छ खासै मिठो छैन जस्तो गुलियो नखाऊ गुलियो खानु नि हुन्न म
खानु न तपाईँलाई कस्तो लाग्छ ल तातो छ है हल्का रहेछ हामीलाई कफी खाएर कडा लागेको अघि कफी मिठो छ है स्वाद राम्रो छ तर हल्का छ एकदम माइल्ड छ फ्लेभर तर राम्रो छ ल अब हामी खान्छौँ क्या ओह्रालो बाटो आइपुग्यो अब अरे म त हिँड्ने डर लागिरहेछ हौ कसरी हिँडेर आइरहेछ हौ ल हामी यहाँबाट फेरि निस्क्यौँ किनभने अब यहाँ कतिको देखिन्छ पुरै विन्डी छ क्या विन्डी छ अनि वेदर राम्रो नभएपछि यहाँनिर फोटोसुटहरू मजाले क्यान्सल हुँदो रहेछ अनि हाम्रो पनि त्यही भयो क्यान्सल भयो सो अब अहिलेको फोटोसुट चाहिँ अब फ्यु डेज पछि गर्छौँ हामी 2-3 दिन पछि गर्ने भयो अहिलेलाई चाहिँ हामी मार्केट जाँदैछौँ अब यस्तो उकालो बाटो छ क्या कतिको देखिन्छ क्यामेरामै देखिँदैन उकालो देखाउँछ है उकालो चाहिँ खतरा छ आउँदैछ बिस्तारै भित्र समाउँदै बा सही छ त बाटो त हामी चाहिँ अब यहाँ पब्लिक बस चढ्न लागेको गुगल म्याप हेर्दै पब्लिक बस चढ्ने स्टेसनतिर जाँदैछौँ यहाँ चाहिँ कस्तो कार्ड चाहिन्छ यो कार्ड देखाइदेऊ न यो इस्तानबुल कार्ड रे यो देखाएर चाहिँ यो स्क्यान गर्दै जहाँ पनि के मेट्रो बस ट्रामहरू सबै चढ्न पाउने यहीँबाट सो हामी चाहिँ यसको सदुपयोग गर्दै ट्याक्सी भाडा बचाउँदै पब्लिक ट्रान्सपोर्टेसन युज गर्दैछौँ कस्तो घाम लागिरहेछ अहिले 5 बज्यो हाम्रो उता 12-1 बजे यस्तै घाम हुन्छ हामी चाहिँ यहाँ बस स्टपमा आइपुगेका छौँ यहाँनिर अब गाडी कुर्दैछौँ हाम्रो कुन बस हो यहाँनिर गुगल म्यापमै देखाउँछ मजाले कुन बस चढ्नु पर्ने भनेर हामी त्यो बसमा नम्बर आइरहेको हुन्छ अहिले म देखाउँछु बस त्यो नम्बर चिन्ने अनि त्यसपछि बस चढ्ने यहाँनिर म्याप देखाइदिउँ न हाम्रो सो यहाँ कुर्दैछौँ 50 होइन कति हावा चलेको कि हावाले ल्याङ गर्छ मलाई कपाल उडाएर बिगारेर हैरान हो चढ्ने ठाउँ रहेछ नि त है ढकाले त्यो कस्तो हेल्प गर्दो रहेछ है मजाले स्कुटीमा आइरहेको थियो है पछाडिको हर्न बजाइसक्यो 97 आयो बिबी 97 कति हो ए हो हो जस्तो छ ओके गाइज हाम्रो बस चाहिँ फाइनली आइसकेको छ ओके गाइज फाइनली लगभग 10-15 मिनट जति वेट गरेर 50वटा जति बस गएपछि हाम्रो बसको पालो आयो त्यो पनि 100% स्योर छैन यो बस हो भनेर म्यापमा नम्बर त देखाएको हो म्यापमा नम्बर म्याच गर्यो धन्यले पनि छुटेको अब जस हामीले म्यापमा हेर्दैछौँ हाम्रो म्याप अनुसार जान्छ कि जाँदैन हेरौँ है त बस स्टप एउटा आएको त्यहाँ त कोही छैन हामी मात्र छ यो त लास्ट स्टप जस्तो छ यहाँको एक्सक्युज मी लालिली मार्केट नो ठिकै छ यहाँतिर बस छ अब अर्को बस चढ्नु पछाडि हेर्न त कोही छैन नि रेडी पछाडि हेर्छ हामी रहेछ लास्ट प्यासेन्जरै ल गाइस हामी चाहिँ हाम्रो रुम आइसकेका छौँ आज त्यही अघि दिउँसो मार्केट गएको थियो खासै हामीले सोचे जस्तो मार्केट परेन खासै त्यहाँ टाइम स्पेन्ड गरेनौँ अनि आज हामी रुम पनि छिटै आयौँ सो अब खाना अर्डर गरेको छ आज घरमै खाने होटलमै खाने अब एकछिनमा खाना पनि आउँछ त्यही हो आजको लागि भ्लग चाहिँ यति नै हो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु कमेन्ट छोडिदिनु आजलाई चाहिँ यति नै हो नेक्स्ट भ्लगमा भोलि भेटौँला है त बाई एभ्रिवान